हेलो साथीहरू, आज म हामीसँग टेक्स्ट बुक नभएमा वा टेक्स्ट बुक इङ्ग्लिस नेपाली दुवै भर्जनमा आवश्यक परेमा कसरी इन्टरनेटमा प्राप्त गर्न सकिन्छ भन्ने कुराको जानकारी दिँदैछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सुरुमा गुगलमा जाने, गुगलमा क्लिक गरेर MOECDC सर्च गर्ने। तपाईहरुले स्क्रोल गर्नुस्, तल करिकुलम डेभलपमेन्ट सेन्टर देख्न सक्नुहुन्छ, त्यसलाई क्लिक गर्नुस्। ओपन भइसकेपछि लेफ्ट ह्यान्ड साइडमा रहेका तीनटा धर्कामा क्लिक गर्नुस्। त्यहाँ पब्लिकेसन देख्न सक्नुहुन्छ, त्यसमा गएर क्लिक गर्नुस्। स्क्रोल गर्नुस्, तर लास्टमा टेक्स्ट बुक देख्न सक्नुहुन्छ, टेक्स्ट बुकमा क्लिक गर्नुस्। यहाँ तपाईले कक्षा 1 देखि 10 सम्मका इङ्ग्लिस नेपाली दुवै माध्यममा टेक्स्ट बुकहरू प्राप्त गर्न सक्नुहुन्छ। 2 मा क्लिक गर्नुहोस्। यसरी नै तपाईले हेर्दै जान सक्नुहुन्छ। 3 सम्पूर्ण विषयहरू यहाँ उपलब्ध गराएको हुन्छ। यो करिकुलम डेभलपमेन्ट सेन्टरको वेबसाइट हो। तपाईले भ्यूमा गएर हेर्न सक्नुहुन्छ र डाउनलोडमा गएर डाउनलोड पनि गर्न सक्नुहुन्छ फाइलहरूलाई। क्लास 5, 6, 7 सम्पूर्ण कक्षाका विषयवस्तुहरू तपाईले यहाँ प्राप्त गर्न सक्नुहुन्छ। म तपाईहरुलाई एउटा फाइल खोलेर देखाउन चाहन्छु। कक्षा 10 को साइन्स एन्ड टेक्नोलोजी नेपाली भर्सनमा 430 पेजको रहेको छ। यो तपाईहरुले यसरी स्क्रोल गर्दै जानुहुन्छ। यो विषय सूची करिकुलम डेभलपमेन्ट सेन्टरले बनाएको विषय सूची हो। करिब 19 वटा विषयवस्तुहरू रहेका छन्। यसरी तपाईले सम्पूर्ण विषयवस्तुको अध्ययन गर्न सक्नुहुन्छ। यसरी हामीले इङ्ग्लिस नेपाली दुवैमा अध्ययन गर्न सक्छौं। म तपाईहरुलाई इङ्ग्लिस भर्जन पनि खोलेर देखाउँछु। नेपालीमा थियो। अब त्यसैगरी इङ्ग्लिसमा 3टा पार्टमा छुट्याइएको छ। इङ्ग्लिस लामो हुने भएकाले यो 3टा पार्ट हो। तपाईलाई ए पार्ट हेर्न सक्नुहुन्छ। यो 200 पेजको रहेको छ। विषय सूचीहरू उस्तै हुन्, इङ्ग्लिसमा ट्रान्सलेसन गरिएको हो। यसरी तपाईहरुले सजिलै टेक्स्ट बुक नभए पनि सजिलै इन्टरनेटमा अध्ययन गर्न सक्नुहुन्छ। त्यसैगरी यहाँ पार्ट 2 रहेको छ।
केही समय लागेको छ ओपन हुन। यसरी हेर्न सक्नुहुन्छ प्रेसरबाट बाँकी रहेका पाठहरू यसमा देखाइएको छ। पार्ट बीमा यसमा 166 पेज रहेका छन्। यसरी नै तपाईहरुले स्क्रल गर्दै पढ्न सक्नुहुन्छ। त्यसैगरी पार्ट सी पनि रहेको छ। यसमा बाँकी रहेका पाठहरू रहेका छन् 14 देखि 19 सम्म 79 पेजको रहेको छ। त्यस्तै नयाँ जानकारीका लागि मेरो YouTube च्यानललाई लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। थ्यांक यू।